सबैजना के बोल्दै जानेछ र यहाँ चाहिँ पहिले जापान वार भएको अरे यो ठाउँमा चाहिँ र यता मास्तिर चाहिँ सिमेट्रीहरू छ र जस्तै हामीले त्यहाँ काम गर्दाखेरि बम पनि भेटेको थियौँ क्या त्यो लाइक बचेकोमा चलाउने बचेकोहरूमा चलाउँदैन हो त्यता गरे र यो चाहिँ यो पछाडि हिँड्ने चाहिँ एकदम हाँसुथे क्या अघि गाइस यसले डर छ अरे क्या घामले यस्तो गरो मान्छेहरू यस्तो बिचमा हिँडिरहेको छ के भनेको छैन पुग्यो भने डर छ भनेर टेन्सन लागिरहेको र अहिले हामी गइराखेको ठाउँको नाम चाहिँ नेथु भन्छ यहाँ लोकल नेम त्यो चाहिँ एउटा माउन्टेन यहाँको माउन्टेन हो जन्मेको यहीँ तर एकचोटि गएको छैन म आज फर्स्ट टाइम जान्छु र अगाडि गएको साथीहरू चाहिँ दुईजना साथीहरू चाहिँ गएको रहेछ पहिले पनि र अब चाहिँ गएको छैन के हुने हो खोइ थाहै छैन यहाँ हिँड्दा गर्मीले खत्तमै भइसक्यो अब गाइस तपाईहरुलाई विश्वास लाग्दैन होला म पहिला गोरो थिएँ तर म यहाँ आएर कालो भइसकेको छु यही मान्छे अघि डर्ने म त घामले डर्छु होला भनेर टेन्सन लाग्दै थियो क्या तल यहाँ पुरा टेन्सन लाग्दै थियो कि यसलाई तर यहाँ चाहिँ आउन चाहन्छ भने यहाँ नआउनुहोस् नभए तपाईहरु यहाँ आएपछि म जस्तै भइहाल्छ यहाँ त एकदम के भन्छ गर्मी चाहिँ खासै होइन क्या तर पनि अब त्यहाँ मुनिदेखि चढेर आउँदाखेरि चाहिँ त्यहाँ गाउँमा चाहिँ एकदमै सनलाइट डाइरेक्ट फेस गर्छ नि त यही मात्रै हो नत्र भने यहाँ त ठन्डा नै हुन्छ यी रुखहरू यस्तो छ सबै बन्द हो भाइ अनि घाम त यस्तै छाउ पनि छ क्या यता चाहिँ र अहिले चाहिँ अलिक छिटो जानुपर्छ न बाटो भुल्यो भने साह्रो हुन्छ फेरि पुग्नु लागेछ अझै टाढो छ अच्छा फेरि उकालो चढ्नुपर्छ अरे माथि गएर फेरि उकालो चढ्न आँटेको छ हामी र ठाउँ चाहिँ मजाले देखाइदिन्छु म तपाईँहरूलाई भिडियोमा बस्दै गर्नुहोस् कस्तो दामी ठाउँ रहेछ भनेर तपाईँहरूले हेर्नुहुन्छ है तर फुल चाहिँ अहिले झरिसक्यो भनेर सुनिरहेको थिएँ कस्तो छ गएर हेरिन्छ झरिसक्यो कि अझै छ सेतो फुल चाहिँ सकिसक्यो भन्दै थियो ए रेस्ट हाउस यहाँ पुगिसक्यो हामी रेस्ट हाउस पुगिसकेका छौँ गाइस रेस्ट हाउस यहाँ रहेछ फर्स्ट टाइम यो चाहिँ हामीले जस्तै उयो माथिदेखि देखेको थियौँ कि यो घरलाई चाहिँ रेस्ट चाहिँ गर्ने छैन त्यो रेस्ट हाउसमा हामी यो चाहिँ अर्को ठाउँमा जाने बाटो यहाँ के हाम्रो नाइबर बस्तीको सिमन बोकिदिनु न र अहिले चाहिँ फेरि म अगाडि जान आँटेको छु भिडियोसहरू बनाउनुलाई केटाहरूको अनुहार पनि निकालिदिनु पऱ्यो नि त भरे फेरि रिसाउँछ नि कस्तो खालको क्यामेराम्यान रहेछ भन्दा क्या भरे हट न हट अरे यो ब्लगर त काम छैन मारेर ब्लगदेखि हट भन्छ यार अनि हटतिर सबै काटिन्छु त भरे म पछाडिको माउन्टेन र हामी चाहिँ अन्डरवेयर पनि सस्तो दामको लाग्दै रहेछ कता पेज ती र हामी चाहिँ अहिले माथि आमा बाटो चाहिँ चिप्लो रहेछ यस्तो रहेछ बाटो ए यस्तो उकालो छ बाटो चाहिँ यो चाहिँ मणिपुरदेखि आएको फोनको मालिक भन न फोनको मालिक क्यामेरा भाइ सुरेश अन्तवा राय बोले र हामी चाहिँ यहाँ हेर्नु ल गाइस म तपाईँलाई राम्रोसँग देखाइदिन्छु यो ढुङ्गामा लेउ लागेको हुन्छ कि फेरि यस्तो हुन्छ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ ढुङ्गामा सबै यस्तो लेउ जस्तो हुन्छ कि यो हरियो घाँसहरू निस्केको यस्तो निस्केको ए
यता चाहिँ यस्तो चोडिरहेछ अनि चाहिँ हाम्रो सामान पनि फोटो खिच्न मस्ती नै शिवल र हामी चाहिँ अहिले फोटोसुट थ्याङ्क यू चलो अहिले चाहिँ हामी फेरि पनि माथि चढ्दै जान्छ यहाँ चाहिँ यस्तो ग्रासहरू हुँदो रहेछ क्या यो ढुङ्गामा फर्स्ट टाइम म पनि देख्दैछु हरियो हरियो खालको है लेउ जस्तो टाइपको र पनि यस्तो रहेछ नि त ए यस्तो छ यहाँदेखि लड्यो भने चाहिँ हड्डी पनि भेटिँदैन नि फेरि गाइस यहाँ चाहिँ त्यसलाई चाहिँ नेतु भनिन्छ यो पहाडको नाम चाहिँ नेतु भनेपछि यो हो माथि चाहिँ यति ठुलो छैन क्या यस्तो छ रुखहरू केटाहरू सेल्फी पनि हाल्दैछ मुनि सेल्फी हाल्दैछ र यता माथि चढेछौँ हामी चाहिँ फेरि पनि माथि चढ्नुपर्छ यहीँ रहेछ सबै ढुङ्गाइ फुलहरू चाहिँ यति खासै देखेको छैन फुल चाहिँ खासै छैन रहेछ कि अहिले यस्तो रहेछ ए केटाहरू यस्तो भ्यू यहाँ माथिदेखि माथि सुमाइहाल्छ हामी टपमा चढेको छौँ यहाँ माथि चाहिँ के सिन रहेछ हेर्ने यहाँ यतिको रहेछ नि त यहाँ चाहिँ राम्रो रहेछ है राम्रो चाहिँ तर फुल चाहिँ सबै सकिएको रहेछ नि त लेट भयो गाइस यहाँदेखि उयो चाहिँ बस्तीहरू देखिन्छ उयो चाहिँ टुरिस्ट यो साइडमा चाहिँ अरे फुल छैन त अनि फुल